बिहारमा भएको लोकसभा चुनावमा बीजेपी, जेडीयू, एलजेपी, चिराग पासवान लगायतका गठबन्धनले भारी बहुमतका साथ विजय गरेका छन्। त्यसै गरी विपक्ष रहेका आरजेडी लालु प्रसाद यादवका आरजेडी र इन्डियन काङ्ग्रेस राहुल गान्धीको इन्डियन काङ्ग्रेसको लज्जास्पद हार भएको छ। 243 क्षेत्रका लागि भएको मतदानमा बीजेपीले 89 सिट, त्यसै गरी गठबन्धनकै जेडीयू नीतीश कुमारका जेडीयूले 85 सिट र गठबन्धनकै चिराग पासवानको एलजेपी रामविलास पासवानको एलजेपीको 19 सिट सहित अरू साना साना दलहरू सहित गरेर 202 क्षेत्रमा भारी बहुमतले विजयी भएका छन्। 122 क्षेत्रमा जिते बहुमत प्राप्त हुने ठाउँमा इन्डिया गठबन्धनले 202 सिट सहित भारी मतले विजय गरेको हो। त्यसै गरी महागठबन्धनको आरजेडी र इन्डियन काङ्ग्रेसले लज्जास्पद हार बेहोरेका छन्। यसै गरी बीजेपीले 89 सिटमा, जेडीयूले 85 सिटमा, लालु यादवको आरजेडीले 25 सिटमा र चिराग पासवानको एलजेपीले 19 सिट र इन्डियन काङ्ग्रेस राहुल गान्धीको इन्डियन काङ्ग्रेसले जम्मा 6 सिटमा विजय हासिल गरेका छन्। यसै गरी गठबन्धनको तर्फबाट फेरि नीतीश कुमार मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ। लालु यादव 30 वर्षदेखि सत्तामा रहेको लालु यादवको पार्टी आरजेडीले यो पटक लज्जास्पद हार बेहोरी सायद सत्ता गठबन्धनबाट बाहिरिने पक्कापक्की छ। त्यसै गरी भोजपुरीका खेसारीलाल यादवले चुनाव हारेका छन् भने सायद उनले चुनाव हार्नुमा हिन्दू समुदायप्रति लक्षित गरी दिएको भाषणलाई बुझिएको छ। त्यसै गरी मैथिली ठाकुरले 25 वर्षको उमेरमा आफ्नो क्षेत्र अलीनगरबाट चुनाव जितेकी छिन्। उनी बीजेपीकी सांसद हुन् र बिहार क्षेत्रमा अहिलेसम्मकै सबैभन्दा कम उमेरमा एमएलए बन्ने पहिलो व्यक्ति समेत बनेकी छिन्। धन्यवाद। लाइक, सब्सक्राइब एन्ड सेयर गर्नुहोला।